नमस्ते, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि तपाईँहरूलाई मेरो च्यानलमा धेरै पछि स्वागत छ। र आज चाहिँ हामी नयाँ ठाउँ आएको छौँ घुम्नको लागि। गेस गर्न सक्नुहुन्छ होइन, बाइकमा आएको चट्ट पाराले। र आज चाहिँ हामी सिधै भन्नुपर्दा जन्ती ढुङ्गा जाँदैछौँ। जन्ती ढुङ्गा जाने बाटो हामी माथि लागिसकेको छौँ। र अब अगाडिको सिन हेर्दै र मेरो पनि अनुहार हेर्दै बुढाबुढीको होइन टक्क जाने त। ल लेट्स गो गाइस। रमाइलो गर्दै जाँदा हामी चाहिँ जन्ती ढुङ्गा भन्ने ठाउँमा जाँदैछौँ। र जन्ती ढुङ्गाको भ्यूहरू कस्तो देखिन्छ तपाईँहरूलाई देखाउने त्यस्तो राम्ररी आइरहेको छैन होला। भनौँ न अब बाइकको साउन्डले गर्दाखेरि पनि अलिकति प्रब्लम भएर होला। ठिकै छ, यो भन्दा नि उकालो रहेछ बाटो चाहिँ होइन। ठिकै छ, उकालो जस्तो सुकै भयो भने अब के भयो हामी चाहिँ चट्ट पाराले अगाडिको भ्यू पनि दामी रहेछ। तपाईँहरूलाई मैले चाहिँ देखाउँछु है तपाईँलाई। हेर्न सक्नुहुन्छ हामी माथि माथि आउँदै जाँदाखेरि चाहिँ दामी दामी सिनहरू आइरहेको छ। र अझै पनि दामी आउला भन्ने आश छ होइन। यो मन्दिर चाहिँ यो लोकेसन देखाउँदाखेरि हेर्नु सक्नुहुन्छ। बाटोहरू हेर्नु सक्नुहुन्छ, पहिला रहेछ बाइक दामी छ। हामी चाहिँ टक्क जन्ती ढुङ्गा आइसकेको छौँ। हेर्न सक्नुहुन्छ तपाईँहरू सिनेताको। जोस ठाउँ चाहिँ बब्बाल रहेछ है। डेन्जर 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 रहेछ, डेन्जर रहेछ। हेर्नु सक्नुहुन्छ। अब हामी चाहिँ त्यता मासतिर डाँडामा पनि जान्छ एकचोटि, जान्छ कि जाँदैन होइन। बुढी यहाँ चाहिँ टक्क पाराले हामी चाहिँ कस्तो डाँडामा आइसकेको छौँ है। हामी त्यो तलबाट पनि एकदम माथि माथिको डाँडा आइसकेको छौँ। हेर्नु सक्नुहुन्छ यता ठाडै छ होइन। यता पुरै ओह्रालो ठाउँ चाहिँ रहिले हजियोस् बब्बा लाग्यो होइन। यो भिडियो चाहिँ सबैले हेरिदिनु पर्छ।